भेन्टा लगाउने ठाउँ कस्तो चाहिन्छ भन्दाखेरि विशेष गरी पानी नजम्ने ठाउँ एकदम अरू तरकारी भन्दा यो अलिकति छुट्टै र बेग्लै तरकारी हो यो। आज म हजुरहरूलाई यो भेन्टा खेती गर्ने तरिका, यसलाई हामीले रोप्ने तरिका, यसलाई हामीले कुन ठाउँमा रोप्दा एकदम भेन्टा खेती राम्रो हुन्छ, अब कस्तो ठाउँमा रोप्ने हो, यसलाई रोप्नुभन्दा अगाडि हामीले यसलाई कस्तो खालको मलहरू हाल्नुपर्छ, कस्तो खालको बिउ हामीलाई चाहिन्छ, भेन्टा सार्दा कलिलो भेन्टा सार्ने हो कि अलि छिप्प्याएर सार्ने हो, भेन्टालाई माटो उठाएर रोप्ने हो कि समूह बनाएर रोप्ने हो। आज म हजुरहरूलाई विशेष रूपमा भेन्टा लगाउने तरिका म सिकाउन गएको छु। मेरो भिडियो तपाईहरूले अन्तिमसम्म हेर्नु होला। एकदम राम्रो तरिकाले म आज यो भेन्टा लगाउन गएको छु र हजुरले देखिसक्नु भएको छ। हेर्नुहोस् मेरो पछाडि यति मजाले भेन्टा फलेको छ। मैले प्र्याक्टिकल गरिसकेँ। मैले यो पोहोर लगाएको भेन्टा हो। हेर्नुहोस् यति मजाले फलेको छ। ल हेर्नुहोस् है, यसलाई हामीले टिपिएको छ। अझ बिहान बेलुका यही हो, यो तरकारी छैन अहिले, अझै यस्तो मजाले फलेको छ। हेर्नुहोस्, सर्वप्रथम हामीलाई यो भेन्टा लगाउनका लागि हामीलाई जग्गाको एकदम छनौट गर्नुपर्ने हुन्छ। किनकि जग्गा ओसिलो भयो भने अनि पानी जम्ने ठाउँ भयो भने कहिले पनि त्यस्तो ठाउँमा भेन्टा हुँदैन। भेन्टा लगाउने ठाउँ कस्तो चाहिन्छ भन्दाखेरि विशेष गरी पानी नजम्ने ठाउँ एकदम अरू तरकारी भन्दा यो अलिकति छुट्टै र बेग्लै तरकारी हो यो। सर्वप्रथम हामीलाई भेन्टा खेती गर्नको लागि हामीलाई बिउको आवश्यक पर्छ। हामीलाई धेरै उत्पादन गर्नु छ भने हामीले हाइब्रिड बिउ नै लगाउनु पर्ने हुन्छ। त्यसैले हामीले यो बिउ हामीले एकदम राम्रो खालको बिउ हामीले छनौट गर्नुपर्ने हुन्छ। यसरी हामीले बिहारमा प्रशस्त रूपमा प्राङ्गारिक मल राखेर हामीले बिउ जमाउनु पर्ने हुन्छ। हामीले जमाएका बेर्ना तयार भइसकेपछि हामीले भेन्टा लगाउने ठाउँमा हामीले यसरी ड्याङ उठाउनु पर्छ। ल हेर्नुहोस्, हामीले यसरी भिडियोमा देखे जस्तै हामीले ड्याङ उठाउनु पर्छ। यसरी हामीले ड्याङ उठाइसकेपछि पानी जम्दैन। हामीले मल हालेर खनेका छैनौँ, ड्याङ मात्रै उठाएका छौँ। हामीले पछि खाल्टो बनाएर मल हाल्छौँ। यो बाख्राको मलमा भेन्टा खेती एकदम राम्रो हुँदो रहेछ। तपाईँले पनि एकचोटि विचार गर्नुहोस्। यसमा यो मलमा हामीले पहिले नै डिएपी, पोट्यास र गेडे मल हामीले घोलेर मजाले पहिले नै हामीले यस मलभित्र घोलेर राखेका थियौँ। हेर्नुहोस्, यो बाख्राको मल एकदम राम्रो मल छ। हामीले झिक्ने बित्तिकै 1-2 महिना अगाडि हामीले बोरामा हामीले राखेका थियौँ। भेन्टाका बिरुवाहरू उखेल्ने बेलामा हामीले मजाले पानी हाल्नुपर्ने हुन्छ। त्यसो गर्नाले जराहरू चुँडिँदैन, माटोसहित आउँछ। भेन्टाका बिरुवाहरू कलिलो भन्दा अलिकति छिप्प्याएर सार्दा राम्रो हुने गर्दछ। कुनै पनि बिरुवाको काण्डभन्दा माथि हामीले माटाले पुर्नु हुँदैन। यसरी हामीले
भेन्टा खेती लगाउन सकिन्छ। बाहिरको माटोले सबै बाहिरको माटोले यसरी सार्नुपर्छ। यसरी ल हेर्नुहोस्, हामीले भेन्टा लगाइसकेपछि हामीले यसरी तितेपाती असुरो हामीले यसरी राख्न पनि सकिन्छ। प्योर अर्ग्यानिक हो यो। एउटै बुट्टोमा कति धेरै भेन्टा फल्यो। यो पोहोरको बुट्टो हो। हाइब्रिड भेन्टा हो यो।